हर्क साम्पाङले हिजो जानेर गरे या नजानेर गरे यो बजेटको विरोध गरे। सुरुमा बजेट भाषण हुँदा हुँदै बीचमै उठेर हिँडे र बाहिर गएर स्ट्याटस लेखे बालेन शाहको बजेट हो उसैले सुनुन् भनेर उहाँ निस्केर हिँड्नुभयो। यो हर्क साम्पाङले बालेन शाहले ल्याएको बजेटलाई यसरी विरोध गर्नुपर्ने जरुरी थियो कि थिएन? अब मैले जुन अहिले भाइहरूको अगाडि विश्लेषण गरे त्यो हर्कले बुझेर गरेको हो भने उनले नेपाल बुझेको रहेछ भन्नु पर्यो। होइन उनले कोसीको पानी ल्याउने यसमा उल्लेख छैन, त्यसको रिसले उठेका हुन् कि किनभने भाइहरूले नै भनेको होइन, त्यसको जस लिनको लागि उनले भनिराखेको थियो। त्यो आउँदै आएन भने त्यो रिसले हो कि वास्तविक चिज बुझेर गरेको। वास्तविक चिज अगर बुझेको छैन भने यो मेरो विश्लेषण हेर्नु, यो बजेटको 17 खरब भन्दा बेसी पैसा जोगाड नगरिकन यो बजेटको कुनै औचित्यै छैन। उहाँले यही कुरा नै गर्नुभएको छ। हर्क साम्पाङले यो बजेट भनेको विदेशी ऋणबाट ल्याएको बजेटलाई मलाई कुनै मोह छैन, यो सबै कल्पित कुरा हो जस्तो लाग्छ, त्यही भएर मलाई कुनै चासो छैन यो बजेटको भनिदिनु भयो उहाँले। तर यो त मैले भनिहालेँ नि, यो आँखा चिम्लिएर आफ्नो वर्गलाई बनाएको बजेट हो। हामीसँग 2 खरब रुपियाँ बराबरको डलर आउँछ नेपालमा, हो कि होइन? त्यो भन्ने हो भनेदेखि त 1 वर्षमा 24 खरब आउँछ। त्यो सबै सम्पूर्ण पैसा को चाहिँ 50% चाहिँ हामीले चाहिँ यिनै भाइ बहिनीहरूलाई नै स्टार्टअप गर्न लगाए। यिनीहरूलाई नै प्रेरणा, जसले कमाएको छ तिनीहरूको बाउआमालाई गाउँमा बसेर हामीले मोडर्न एजुकेसन, मोडर्न के अरे हेल्थ केयर दिन सक्यौँ। उनीहरूले नै त्यसको इन्सुरेन्स तिरिदिन्छ। त्यो गर्न सकेको भए आज हामीलाई पैसाको जरुरतै छैन। पैसा फ्याल छ यहाँ। हर्क साम्पाङले आफूलाई गरिबको नेता भन्छन्, त्यस कारणले यो बजेटले गरिबहरूलाई नछोएको कारणले हर्क साम्पाङ रिसाएको हुन सक्छन्? होइन, मैले भनिहालेँ नि, जे बजेट हो गाउँमुखी हुनु पर्थ्यो, कृषिमुखी हुनु पर्थ्यो भएन। त्यही त सुन्नु न, पैसाको खाँचो छैन भने जति हाम्रो सालाना बजेट छ त्यो भन्दा बेसी त हाम्रो त रेमिटेन्स आउँछ। भारतको त रेमिटेन्स कुरै छोड्नुहोस्, अर्को त्यहाँबाट 20 खरब भन्दा कम आउँदैन। मैले त हिजो पनि भनेको छु, यो जुन आर्थिक सर्वेक्षणको आधार मानिदिँदाखेरि यो जम्मा 20 अरबको राष्ट्रिय आय भएको हो। यो रेमिटेन्स र भारतबाट आउने पैसा नजोड्ने हो भनेदेखि हाम्रो त आम्दानी नै छैन त। हाम्रो खेत र फ्याक्ट्री त के काम छ? हाम्रो फ्याक्ट्रीले उत्पादन गरेको सामान भारतभन्दा हामीलाई महँगो पर्छ भने कसले किन्छ भने तपाईँलाई मैले भने 2-3वटा चिज गर्न सक्थ्यो। भारतको सामान भारतको रेटमा यहाँ बेच्न सक्छ, त्यो भारतसँग कुरा गर्नुपर्छ। तेल हामीले चाह्यौँ भनेदेखि भारतभन्दा सस्तो यहाँ दिन सक्छौँ। हामीले के गर्नु पर्दैन, भारतसँग सल्लाह गर्ने, उसले रसियाबाट तेल ल्याएर आउँछ, काँचो तेल, रसियालाई डलर दिने, रसिया दिइहाल्छ, उसले प्रशोधन गर्छ, प्रशोधनको खर्च पनि लाग्दैन। तपाईँलाई अलकत्रा पनि तपाईँले त्यहीँ पाउनुहुन्छ, भ्याक्स पाउनुहुन्छ, ग्रिस पाउनुहुन्छ, ग्लिसरिन पाउनुहुन्छ। ती सबै चिजको बदलामा तपाईँलाई फ्रीमा आउँछ। हामीले भारतभन्दा सस्तो यहाँ डिजल मोबिल दिन सक्छौँ, डिजल पेट्रोल दिन सक्छौँ। भारतको मार्केटमा पाउने भन्दा सस्तो हामी भारतीय प्रोडक्ट दिन सक्छौँ यहाँ, किनभने हामी कहाँमा आउने सामानको कुनै ट्याक्सै लाग्दैन। त्यतापट्टि किन कन्ट्रोल गर्दैन भनेदेखि त्यो जसले यो व्यापार चलाएको छ त्यसले त्यो ल्याइदिएन, गर्दैन, त्यसलाई पोसेन भने यो मिडल क्लासै सिद्धिन्छ नि। त्यसैको आधारमा त बसेको छ त। यो मिडल क्लास पनि अप्पर मिडल क्लासमा जान खोज्दैछ नि। यसले लोअर मिडल क्लासलाई मिडल क्लासमा ल्याउने कुनै पनि कार्यक्रम छैन। यो जुन अहिले बाटो बनाउने भनेको छ त्यो बाटो यो पैसाले बन्दैन, पहिलो कुरा।